हाम्रो सांसद आरएन राईले विगतमा उहाँ अर्कै दलमा हुनुहुन्थ्यो भन्ने मैले जानकारी पाएको छु। कुनै बेला फेरि स्कुलिङ रहेछ कि अब अहिले पनि 30 वर्ष पुग्दै हुनुहुन्छ, उहाँ आजभन्दा 10-15 वर्ष पहिला अलि सानै हुनुहुन्थ्यो। त्यो सानो उमेरमा उहाँलाई कोही कसैले त्यो खालको स्कुलिङ गर्नुभएछ। त्यो स्कुलिङले गर्दा हो हैन, हरेक कुरा त स्कुलिङ हो। हाम्रो सानो नानीहरूले हामीले अमेरिका लग्यौँ भने ऊ इङ्ग्लिस बोल्ने हुन्छ, दिल्ली पुऱ्यायौँ भने हिन्दी बोल्ने हुन्छ, चाइनिज लग्यौँ भने ऊ त चाइनिज बोल्न थाल्छ भने जस्तो एभ्रिथिङ इज स्कुलिङ। उहाँले कुनै बेला केही भन्नुभएको रहेछ, त्यो वाक्य म यहाँ दोहोऱ्याउन चाहन्न। त्यो वाक्यलाई लिएर हैन अहिले श्रम संस्कृतिलाई केही मानिसहरूले कस्तो हो कि के हो भन्दै हुनुहुन्छ होला। अब हाम्रो आरएन भाइ त्यो दलमा हुनुहुन्न है, संगत गुनाको फल हुन्छ, संगत गुनाको भइन्छ। हामी तास खेल्ने मान्छेको संगत गऱ्यौँ भने तास खेल्न थाल्छौँ, जाँड खाने मान्छेको संगत गऱ्यौँ भने जाँडै खान थाल्छौँ हैन। घुमी हिँड्ने मान्छेको हैन तपाईँको चाहिँ नि संगत गऱ्यौँ भने हामी पनि घुमफिर मात्रै गर्छौँ। अहिले उहाँ हर्क साम्पाङको संगतमा हुनुहुन्छ।